गाईको टोपी खस्यो पोखरा फेवा गाईले घर लेखे बेलरे हो स्याबास हाल्छु मैले केही छैन उति त्यहाँ चाहिँ हेरसर गर्दैछिन्छ हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा आज चाहिँ शनिबार अब चाहिँ काम पाइएको छैन के गर्ने होइन नुहाइ धुवाइ गरेर तल जेन्स खाएर जाने हो अब म चाहिँ हजुरहरूसँग लुगासुगा नुहाएर भेट हुनेछु भाइ त्यत्तरसम्मको लागि उति नुहाएर चाहिँ म घरबाट निस्केको छु अब सन्देश खाएर जाने हो म चाहिँ हजुरहरूलाई अब सन्देश खाएर भेट्छु अरू के भन्नु छ कि भन्नु तेरो यस्तै गरेको थिएँ सन्देश गर्ने भएर काम गर्छ ओ भलक गऱ्यो भने सुरुवातमा छ एकचोटि इन्ट्रो देखाइदिल त मन्दिरमा यस्तो छ यसले भलकको सुरुवात गर्दैछु बल्ल मेरो त भइसकेछ अलि ह्यान्डसम भएर गर्ने अरे के होइन नाच्न नाच अब के भन्नु रोनाल्डो भन्दै के अरे रोनाल्डो अरू र भन् त र ल भन् त सन्देश खाएर आइसक्यौँ सन्देश गर्छन् त्यो आउने बस्ने तिनवटा भएर चाहिँ अब वनभोज कार्यक्रम सञ्चालन खुट्टा हाम्रो घर आइसकेका छौँ ओ त्यो क्या मुर्रा पोइ त्यहाँ सुन्तला रुखामा छ मुला भात लास्क्यो अहिले टङ्गुमा यसले यो उसको नाम के हो थाहा छ भैँसीको बसन्ती सुन्तली हो कि बसन्ती भाइ यो चाहिँ सन्देशको छाउरो हो उति अब हामी चाहिँ वनभोज कार्यक्रम हो होइन ऊ मामा चाहिँ हो माथि त्यहाँ ढुङ्गो ए ओइ अन्त कहिले ल्या टिप के खाछ त गुले त लानु पर्यो भनेर केटाहरूले सामान बोकेर जाँदाखेरि पनि सत्र ओ मुला माथि आइसकेका छौँ होइन ओ हाम्रो ठुलो भाइको घर अन्त माथि यो हरिको त यस्तो छ कुन त्यहाँ छोरो त्यही एउटा त्यहाँ छ तैँले जो गर्नेहरूलाई पनि कहिले पनि देखिन्न आधी बाटोमा आएका छौँ ए दुईवटा थिएँ ए मक्खे पर्छ मैले गरेर अनसब्सक्राइब गरिदिउँ 5 वटा आइडिया 5 र भयो 90 हुन्छ नि तेरो फिक्स 90 हुन्छ हामी दुईटाले घट्यो भने त झारिदिने हो भाइ चाहिँ आधी बाटोमा आइसकेका छौँ उति हाम्रो गाउँमा देखिन्छ ओइ माछाले एकैछिन होइन ओछ्याएर हुन्छ उति खै त्यो लठहरू उति गाउँको भ्यू त तगडै देखिन्छ त्यही सर्टकट बाटो खोजेर ए जान लागेका छ म मर्ला सोइले उति यस्तो अप्ठ्यारो छ ऊ हाम्रा घर ऊ तल देखिन्छन् यसले भिडियो गराउँदैछ होइन यस्ता सल्लाह छन् ल हामी चाहिँ अब सिधै आफ्नो गन्तव्यतर्फ लाग्छौँ होइन फेरि बक्सती नगरौँ
यस्तो टाढी छ गयो भने सिद्धो चाहिँ आफ्नो गन्तव्यलाई सफल पारेर यहाँ आइसकेका छौँ त्यो अरे नाचेर देखाइदेल रोय मैले खुसी दिन र्याउडा र्याउडा ऊ बाङ्गे देखिन्छ होइन उति सबै ऊ हाम्रो गाउँ चाहिँ ऊ जेन्स घर चाहिँ ऊ वहाँ तल छ पुरै हाम्रो घर कहाँ देखिन्छ अरे उति हाम्रो त नजिकै छ होइन यहाँ आइपुगेर ल्याका फलफुलहरू खोलिसक्यौँ यो चाहिँ चिया हो होइन बसन्तीको चिया यो भैँसी यो भोकको त्यसमा चाहिँ नुन छ त्यसले चाहिँ अन्तकाले खाँदैछ ल अब हामी त तपाईँहरूलाई घरात ल्याएका सुन्तला कमलाहरू फुकेर रेडी पारेर छौँ यो चाहिँ खेल्दैछ सुन्तला कमलसित होइन फाल्लासेले अब हामी हजुरहरूसँग अब खाएर त भेट्नु होला खर होइन त्यति बेला चाहिँ यो भक्कु सक्कु साँझेर चियाको चुस्की ल्याउँदैछौँ होइन यसले चाहिँ थम्नेलका लागि फोटा पनि खिचिसक्यो होइन मेरो त के हुन्छ थाहा छैन अब यस्तो छ देख्न सक्नुहुन्छ होइन 1700 यो चाहिँ हामीले तितार खाने भन्ने बेस्ट योजना छ त्यही हो अन्यदेखि खाएर भेटौँला भने छुट्टी समाइराखेको छु होइन पिरो पिरो भयो मलाई पकाउने कोनी भाइ पकाउने मैले चाहिँ ग्यासे खाएर भइसकेँ दुइटाले चाहिँ भ्याएको छैनन् गरिदिएको त एक चेसोमा बल्ल अगाडि भने होइन त्यसलाई कति हाम्रो गाउँको मनोरम दृश्य हेर्दै खाँदै गर्ने मजा हो सबै खाएर त भयो भक्कु खानु सकेन हो त्यस्तो बाँकी र त्यसले खाएको पिरोहरू चाहिँ चार बिभत्ती गरेर एकछिन मोर्ला सोइले बल्ल गरेर अब यार यहाँबाट चाहिँ हामीले खतरनाक भ्यू देखाउन गइरहेको छौँ गयो भने भ्यायो खाएर गएर जनलाएका छौँ घर पानी पर्ने जस्तो भयो यस्तो भयो पुरै कालो अन्धकार बाङ्गेतिर त घाम लागेका छन् हाम्रो गाउँतिर त पुरै पानी पर्ला चाहिँ भयो दुइटा चाहिँ मुर्लुङ अगाडि गर्छन् अब घर कोथेर पुग्ने होइन झर्दैछौँ ए माछाले यति लोटेन यार अब यति त्यहाँ त टन्ने छ जान एउटाको त कामै त्यही छ छोप्दै हिँड्दै यहाँ त लोट्यो भने त भ्याइयो भाइ भोलि ट्युसन 5 बजे उठ्नु पर्दैन म त जान्न क्या अगाडि मेरो त ढिल छिटो अहिले मोबाइल खसेर म त अन्य हो हामी चाहिँ हाम्रो घर आइसकेका छौँ यसले भ्लग एन्ड गर्दैछ बाई बाई होइन अब हामी तिनवटा छुट्टिनु बिन्दु आइसक्यो अब यसको घरबाट पनि 2-4 कल आयो यसको त आएको छैन यता मऱ्यो माथि भएपछि केही बाल छैन यसका घरका हामी चाहिँ जेनिसलाई छोड्न बुल्केसम्म जान लागेका छौँ एक्लै जानुद्वारा यस्तो अन्धकार जङ्गल छ देख्नु सक्नुहुन्छ घरको एक्लै छोराले बाघले खायो भने होइन दुइटाहरू चाहिँ त्यस्तो हिँडेछन् चाहिँ जेनिसलाई छोडेर आइयो यो चाहिँ मेरो फर्स्ट बल धेरै लामो चाहिँ नगरौँ भलो यतिखेरसम्म मनपर्छ भने लाइक सब्सक्राइब खोलिदिनु होला होइन तिमीले के भन्नु चाहन्छु ल अब अर्को भ्लगमा भेटौँला बाई